हेलो एभ्रिवान, आज चाहिँ हामी दक्षकाली मन्दिरमा पूजा गर्न आएको। यो चाहिँ पूजाको सामान। मसँग चाहिँ मेरो प्रिय भाइ प्रेम चाहिँ छ हैन। आज चाहिँ कताबाट मन्दिर जाने? मन्दिर उताबाट जाने? पहिला त आएको थियो तर बिर्सिसक्यो नि। सो गाइज, आज शनिबार भएर पनि मान्छे चाहिँ धेरै छ है। हामी चाहिँ बिहान 7 बजे निस्केका थियौँ रुमबाट। यत्रो धेरै मान्छे छ। यता चाहिँ लाइनमा बस्दा त पालै कुर्दै ठिकै होला जस्तो भइरहेछ। लाइन हो यो? ल मिलाएर लाइनमा बसौँ त सबैजना। लाइन चाहिँ अलि मिलाएर बसौँ त सबै। हो लाइन हो लाइन। यो लाइन कतिखेर चाहिन्छ तर नि? त्यत्रो मान्छे के चाहिँ बर माग्छ? लाइन चाहिँ अगाडि बढ्दैछ गाइस। अलि अझै चाँडै अगाडि बढोस्, हाम्रो पालो चाँडै आओस्। आज तिमी चाहिँ के को लागि खास के भनेर पूजा? सपना पुरा होस्। विपनीमा उसको सपना चाँडै पुरा होस्, यसैपालि पुरा होस्। हामी चाहिँ गर्मी भएर चाहिँ छाता चाहिँ फेरि बोकेरै ल्याएको थियो होइन। पानी पर्छ भनेर छाता चाहिँ ओढेको होइन। यस्तो गर्मी छ, यत्रो लाइन कटाउनु छ। गर्मी छेम्नको लागि छाता, पानी छेम्नु भन्दा गर्मी छ। बल्ल एउटा कदम अगाडि बढियो। मन्दिरको सिधा बाटो कस्तो फेसै अहिले पो राम्रो हुन्छ। भाले देखेको थियो। पाले चाहिँ सुतेछ, उठेछ। हामी अझै पनि लाइन छ, यत्रो 2 घन्टा पछाडिको लाइन, अझै फेरि यत्रो लाइन छ होइन। आज समथिङ 3 घन्टा 4 घन्टासम्म चाहिँ लाइनमा बसिन्छ जस्तो छ यो माहौल हेर्दा। यत्रो बोलेर 3 घन्टा पछाडिको लाइन, हाम्रो लाइन जारी नै छ। सो यत्रो पब्लिकहरू छ होइन। मन्दिर चाहिँ उता पछाडि छ, त्यो साइडमा चाहिँ मन्दिर छ। अझै यताबाट चाहिँ लाइन धेरै छ, अझै लाग्छ 1 घन्टा 2 घन्टा जति अझै लाइनमा कुर्नुपर्छ। खासमा हामी चाहिँ बिहान 12 बजे चाहिँ रिटर्न हुन्छ भनेर निस्केको मान्छे हो। तर अहिलेसम्म हामी लाइनमै बसिरहेको छ। अब यही पाराले चाहिँ हामी सायद साँझ नै हुन्छ होला। 12 बजेर 18 मिनेट साँझ नै हुन्छ होला। बिहानदेखि केही पनि खाएको छैन होइन। तिम्रो अब वर्णन त पुरा हुन्छ कि
बर मागेको त्यो वेटिङ गरेर जस्तो भयो त्यो वेटिङ गर्दा माथि बिहान 9:30 बजीदेखि लाइनमा बसेको अहिले पनि हामी 3 बजिसक्यो लाइनको क्रम जारी नै छ अझै मन्दिर पुगेको छैन सो हामी यो लाइनलाई कन्टिन्यू गर्दै हामी मन्दिरमा चाहिँ पूजा गरेरै निस्किने लाइनमै बसिरहेको छु सरकार लाइन पुग्यो त मान्छे भोक लागेर पुरै उ भइसक्यो त्यो मान्छे अझै यति धेरै मान्छे छ अहिलेसम्म यत्रो लाइनको यो चाहिँ अझै यत्रो लाइन छ अब के भन्नु बिहान 9:30 बजेदेखि लाइनमा बसेको अहिले 3 बजिसक्यो हामी अझै पनि भित्र पुगेकै छैन अझै 2 लाइन छ होला अझै 1 घण्टा लाग्छ आइपुग्नु यो चाहिँ दक्षकाली ढोका दक्षकाली ढोकामा चाहिँ यतिखेर यो बिचमा यस्तो प्लस छ होइन अनि मेन मन्दिर भनेको चाहिँ पूजा गर्ने ठाउँ अनि मान्छे अझै पनि बिहान 9:30 बजेदेखि लाइनमा बसेको थियौँ हामी अझै पनि यत्रो लाइन छ अझै हाम्रो भन्दा पछाडिको लाइन त यहाँ माथिसम्म छ हामी 6.5 घन्टा पछाडिको चाहिँ मन्दिरको चाहिँ नजिक आइपुग्यौँ मन्दिरको गेट नजिक आइपुग्यौँ होइन यतिखेर 9:30 बजेदेखि अहिले 3:30 बजेको लाइन हो अहिले ठ्याक्कै 3:30 बजेको छ हामी चाहिँ मन्दिरको नजिक आइपुग्यौँ अब चाहिँ 15-20 मिनट जति लाग्छ कि मेबी अहिले चाहिँ हामीले चाहिँ यहाँ पूजा गरेर बाहिर आएको भित्र हो मेन मन्दिरभित्र चाहिँ यो भित्रको यो हो यही सबै आएर चाहिँ यतै हो चाहिँ यसमै हो सबले पूजा गर्ने चाहिँ यो मन्दिरमा चाहिँ भित्रको मेन भनेको अहिले चाहिँ हामी अलि बाहिरबाट चाहिँ फोटो क्याप्चर गरेर भित्र चाहिँ अलिक गर्न मिल्दैन सो यतिखेर हामी पूजा गरेर हामी यहाँ माथिबाट नै झरेर यो तल खोलामा चाहिँ आइपुग्यौँ खोलाको यो यता चाहिँ यो कलश चाहिँ यहाँबाट चाहिँ पानी आउँथ्यो अहिले चाहिँ बन्द भएको छ यताबाट हामी चाहिँ यो साइड चाहिँ यता आर्यघाट छ आर्यघाट चाहिँ यता आर्यघाट हो अनि यो माथि चाहिँ यता चाहिँ यो बोका काट्ने चाहिँ यसो यता चाहिँ यो दियोबत्ती जलाउने अनि त्यो माथि चाहिँ हो अझै पनि माथिको पुरै सो लाइन धेरै लाइन छ होइन अझै पनि मान्छेको यत्रो भिड छ हामी बिहान 9 बजेदेखि लाइनमा बसेको अहिले बल्ल 4 बजे चाहिँ हामी मन्दिरभित्र छिर्न सक्यौँ अझै लाइन यत्रो धेरै छ सो गाइस यो सोका काटेर चाहिँ यता चाहिँ पुरै यो त्यहाँ पप्पो जलाउने रहेछ बोल्ने रहेछ अब चाहिँ हामी चाहिँ दक्षकाली यो मन्दिरमा पूजा गरेको यो सबै सकिएर अब हामी बाहिर गेटतिर प्रस्थान भयौँ अब यो बाहिर गेटबाट यो माथि चाहिँ अर्को मन्दिर छ अरे अनि त्यो माथिको मन्दिरमा चाहिँ अब त्यहीँ अब भेटेसिटी बनाउँछु अब हामी चाहिँ माथिकोतिर बाटो हेर्दै गइरहेको छु सो भोक कति लागेछ यो मान्छेको फेस पुरै भोकले गर्दा पुरै कालो भइसक्यो कालो मान्छे झन् बढी नै कालो भइसक्यो यो मान्छे चाहिँ भोकले गर्दा सो पूजा सकिएको छैन तर खानेकुरा यहाँ देखिसक्यो भोक लागिरहेछ अब माथिको त्यो मन्दिरमा पूजा गरिसकेपछि अनि चाहिँ खानुपर्छ
भोकै हराइसक्यो हो अगाडि भोक लागेको थियो 10 बजेतिर दिस लुक्स यता के छ यता हेर्नुहोस् गाइज कपाल पर्ने पनि माता मन्दिर जाने बाटोको त यता चाहिँ के छ टाढा छ कति लाग्छ समय अङ्कल यताबाट 2 घन्टा ए हामी माताको मन्दिर जाने अनि रिटर्न हुने भोक लागिसक्यो यो पहिलो अनुभव अहिलेसम्म यति लाइन गरेर लाइन बसेर पूजा गरिरहेको के अरे यहाँ भनेर के भयो अरे जिन्दगीको पहिलो अनुभव लाइफको फर्स्ट चोटि यति लामो लङ टाइम लाइन बसेर पूजा गरेर अहिले भने आज ए लाइफको फर्स्ट टाइम चाहिँ यत्रो बढी समय चाहिँ टाइम गऱ्यौ त्यो पनि स्पेन्ड गऱ्यौ त्यो लाइन बसेर त्यो पनि भोक भोकै ए ठिकै छ भगवान्प्रतिको आस्थाले भोक पनि सबै हराउँछ नि हरायो जुत्ता खोइ जानुपर्ने सो हामी अहिले यता पनि पूजा गरेर अब चाहिँ हामी ब्याक हुन्छौँ अब चाहिँ हामी फिर्ता हुन्छौँ हामीले फोटो खिच्नुलाई दिएको थियो अब हामी त्यो पसल खोज्दैछु अनि त्यो फोटो लगेर चाहिँ अब जाने हो पसल नम्बर 60 हो त अझै अगाडि हो जस्तो त लाग्छ खोइ हामीले चाहिँ फोटो खिचेको छु 2 दाजुभाइको र 2टा चाहिँ फोटो भयो भगवान्सँग दर्शन पनि पुरा भयो होइन दक्षिण काली चिनो यो चाहिँ भयो 611 आउनु परेको नेक्स्ट टाइम घुम्न आउनुहोस् है फ्यामिली आउँदा नि आउनु फ्यामिलीसँग आउँदा थ्याङ्क यू सो मच गाइज भिडियो हेरिदिनु भएकोमा यदि हजुरहरूलाई भिडियो मनपर्छ भने होइन लाइक कमेन्ट सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला यस्तै भिडियोहरू आउँदै गर्नेछ म हजुरको सामु यस्तै भिडियोहरू कुनै फेमस ठाउँको यस्तै भ्लगहरू चाहिँ म ल्याउँदै गर्नेछु थ्याङ्क यू गाइज अल अफ यु लभ यु सो मच